बाबुवा सब पुऱ्याइदिन्छु। पढा छैन, मेरो खुट्टा छैन र? तेरो खुट्टा काँधमा राखेर आराम गर्न त। होइन हौ दाइ, यो घोडा है खच्चड हो। रागा हो भाइ। दाजुभाइ भनेको त मर्दा पर्दा चाहिने चिज हो। मामा मावली पनि त चाहियो नि। ल हेर न यसले बोलेको ढङ्ग होइन। तँलाई यसरी सधैँभरि बाङ्गो बाङ्गो मात्रै बोलेर तेरो जुनी चल्छ? खोइ अहिलेसम्म चलिरहेछ त। होइन मैले कस्तो चाहिँ छोरा जन्माएछु हँ? तिम्रो छोरो हिरो छ त। चैतमा रोपेको बिउ यस्तै त हुन्छ नि। तँ के हेरेर बस्यौ? टल्ल परेर खाना भात चिसो हुन्छ। खान्न। जन्मेदेखि खाएको भात कति खानु? के भयो भाइ? मलाई रिस उठ्यो। तँलाई रिस उठ्यो भन्दैमा अर्का घरको ढोका त्यतिकै हान्न पाउँछस्? तेरो हात खुट्टा बाध्यो बाध्यो। लाभाज खुट्टा हात छोड साला पातकी भाउजूको नारी समात्छस्। ला साला गम्मै जुटो हाल्यो त। दाइ स्वर्गकी परी धरतीमा झरी जस्तै छ त। इन्द्रलाई धेरै होला। को मामा हो फेरि यो गणेश जस्तो? तेरै मामा हो थपक्क ढोक। आज औँसी लागेछ, भोलि ढोगौँला। सुटोको छोरी त होइन? हो नि दाइ, राम्री केटी त टाढेबाट छर्लङ्गी चिनिन्छ कि दाइ? दाइ पो आउनु भएछ त। आइपुग्यो त नि बिचरा, कति भोकाएर आइपुगेको होला। जा एउटा भाले काट। मैले मासु मङ्स छोडिसकेँ। मासु त हामी खाइहाल्छौँ नि। जाइ नहुँदा हामी आमा बाबु बिनाको टुरा जस्तो भएको छ। अनि लामाजी भिक्षा मात्रै माग्न आउनु भएको हो कि ढुक्कै घर फर्किनु भएको हो? होइन